त्यो तिलहरी त्यो पोते लगाइदिनु अनि त्यो लाएर त्यो नि हैन कहाँ यो पोते हो अनु भाउ न ताली बजाऊ एकजना भए पनि ताली बजाऊ आउ त छोरा आ छोरी ल मम्मीलाई लगाइदिनु ल लगाइदियो ताली उहाँहरूको आज बुवा र आमाको 50औं एनिभर्सरी विवाह वर्ष गाँठोमा बाँध दिनुभएको आज 50 वर्ष पुगेको छ। टीका टीका लगाइदिनु पर्ने हैन अघि अब बुवालाई लगाइदिन्छु म ल टीका लाउनु सबै बुवालाई लाउनु एकजनाले समाते हुन्छ जहिले यस्तो हात गरौ गर्दिन न त्यो टीकाको थाली नभए के हो नि हाजिन्छ 50 वर्ष पुरा भएको उपलक्ष्यमा यहाँहरूलाई धेरै धेरै बधाई छ। आगामी दिनहरू पनि सुन्दरमयसित बितोस् यही छ कामना। यहाँ हुनुहुन्छ उहाँ कान्छी छोरी, उहाँ साइलो छोरा, उहाँ साइली बुहारी अनि उहाँ नाति साइलो छोराको छोरो नाति हाँस्दै छन् उहाँ। अनि उहाँ हाम्रो अनुप रिसाइरहनु भएको अनुप चाहिँ भिडियो खिच्न पाउनु भएन भनेर अब त्यो पनि त्यो लास्टमा गिफ्ट दिने नभए अहिले किन सिन्दुर बुवाले हाल्देपछि मम्मीले बुवाको खुट्टा ढोग्नु पर्यो पानी हाल्नु पर्दैन पैसा तिर्नु पर्दैन ल हाल्दिनु once more भिडियो मात्रै भने फोटो एउटा खिच्दिन अहिले खिच्दिन भनेर यता हेर्नु मम्मी यता हेर्नु त छाने को अनि चिज ल भाइ ल बुवा केही भन्नु छ भन्न नि त ल। यो लगाइदिनुहुन्छ अब कसरी बित्यो हजुरहरूको आज 50 वर्ष पुरा भयो हैन दुःख सुखका साथ सँगै सुख गरी सकी नसकी पनि राम्रै गरी जीवन बित्दैछ हजुर। अब के भन्नु दुःखको कुरा त गरौँ भने धेरै छु अब के भनिहालौँ भइगयो दुःखभन्दा सुख धेरै आए हैन यस्तो राम्रो जोडी भिडियो बनाउनु तपाईँ भन्दा मम्मीलाई यहाँहरूको अझै पनि सुखमयसित बितोस् ल। यो लगाइदिनु ल ल ल ह्याप्पी एनिभर्सरी once more ल जो जस्तो भए पनि सुख दुःखले 50औं एनिभर्सरी मनाइयो है। सबैले रमाइलो गरिदिनु भयो हो त्यहाँ समय भन्नु पर्यो फोटो फेरि